नमस्ते अनि स्वागत छ तपाईहरुलाई आज मेरो नमस्ते नमस्ते आज चाहिँ हाम्रो सौदी साथी आधा साथी किन्ता छ के हाल मुदे मैनेजर अन्त मालुम नेपाली ल्याङ्ग्वेज नमस्ते के छ हाल खबर के छ खबर के खबर नेपाली खतरा बोल्दै त त्यस्तै छ गाइज हामी चाहिँ सौदीतिर एकदम हल्का रमाइलो मौज मस्ती गर्दैछौँ दुःखको दिनहरू त्यस्तै हो जिन्दगानीमा हैन आज चाहिँ साथीले सपिङ गर्छ भनेर रासन पानीको हामी चाहिँ ल्याइदिन जाम भनेर 12 बजे राति हिँड्दैछौँ आज मुदिरको पनि छुट्टी भइरहेको थियो मुदिर राम आज सौदी स्टाइल छ आयो फान्दा इमर्जेंसी 24/7 ये साथ मुदिर हॉस्पिटल डॉक्टर सुलेमान अल हबीब मेडिकल सेंटर في فلبيني ممكن موجود ما في فلبيني زياده فلبيني فيه والله هنا ايش تسوي فلبيني مدير على طول هذا بنت شوف फिलिपिनी केटी भनेपछि केटाहरु मोरी हत्या गर्छ के छ र यो फिलिपिनी केटीहरु मिया والله कोई ज्यादा هذا बंदा ग्रीन شو ग्रीन هذا هذا باندا जूम कर मिया هذا باندا यानी यस पांडा यानी यसका नाम पांडा दिदिया के देवरा चढाउले बाटे नजरी यसा त मुझे ट्रिपल एक्स सुपादा ट्रिपल एक्स यस्तो गाडीमा बस्दा रिगाउँछ है मलाई चाहिँ के भएको यार यसा त एक्स धेरै चोटी बसेर होला इन्डियामा हुँदा मलाई रिगाउँदैन थिए यतातिर चाहिँ सौदीमा आएदेखि अब 6 महिना 7 महिनामा हो गाडीमा बस्नु नत्र भित्र बाहिर होटल रुम गर्दाखेरि दिन जान्छ लास्टै रिगाएर आइरहेछ مدير أنت سيل هذا جوال آيفون 16 برو صح؟ وين فاتي؟ أيوة بارتي يعني بارتي ما في فلوس أنا أشيل هذا 4000 أنا ناو أكاونت زيرو والله زيرو ما في مشكلة سيل هذا إيش كلام هذا؟ بنزين هنا مدير أسوي بلاي ميوزك سلي بلاي ميوزك أنا مسكين شو كسر مسكين أيوة لا انت سعودي شيخ مدير موجود فلوس هذا بس هذا سوداني نفر كسر لا و كيف هو مدير وسو كده ولا كيف يعني انا مانج على طول بعدين هذا انت سيارة ولا انت اكو سيارة هذا كيف هو كسر هذا ركب على الجديد كيف انت كلا انت سيارة هذا كنت اول في اليوم اي سي ما في شغل هذا هنا يمين هنا يجي انا يبقى هذا شفاء وانا نمبر 3 لا سكر انا يجي هذا راوند على الدنيا يجي كويس يا مدي سكر انا راوند يجي كيف راوند كده مشكله ان شاء الله تعبان زي على طول ودي برا مدير بكره ما اجازه على طول انا لا بكره لاست يوم انا شغل بدني اجازه بعدين يسوي إجازة؟ दिया के देवरा चढ़ाने बाटे नजरी चीजी के चुजुहिया चिखाल चाहे जब أنا أسوي جوا واحد فيديو أسوي ولا ما تسوي؟ No problem سوريش ميك ما في مشكلة صح؟ بس ممكن زحمة في نفر في هرمة مشكلة ما في هرمة ما في مشكلة صح؟ أنت فوت وأنت نفر ما في فيلبيني ما في مشكلة ما بقى تو दाना भइरहेको थियो दुनामा 50 फोर्दिनुस् त हामी चाहिँ पार्किङमा लगाउँदै गए गड्डी सुपर मार्केट त फ्ल्याश فيه ها ايه فلاش موجود चॉकलेट هذا كيك كله سبع ريال 6.95 पेपर हॉट सा वला هذا पेपर हॉट هذا 12 مجنون कति गोरा टमाटर हो नि कति गोरा गाजर खीरा 4 रियल को 1 किलो खीरा 5 रियल को टमाटर 1 किलो वो नॉर्मल लेके आते कोई ज्यादा कलम लेके आ लेकिन खूब चीज की सेम ऑल वैल्यू में सेम 63 शीट ما في 69 60 هذا 60 ايوه 69 नंबर 1 59 सेम जल्दी ले ले यार जल्दी ले यार يلا دقيقة شرف بعدين هذا بوتل
तल त रियल आधा माफी 70 रियल والله 6 ريال ايوه والله كلام سيده 6 ريال 6 ريال والله هذا مستر هو شيء فلوس وجيب فلوس لازم कोइस हामी चाहिँ सपिङ गरेर भित्र मार्केट अलि ठुलै रहेछ भित्र भिडियो बनाऊँ भनेको मान्छेहरू धेरै थिए शरमको मारी नाक लुकाउँदै यसरी घुमियो कम्फुलु सिलिन त मुदिर आज मुदिरले साथीको 6 रियल खाइदियो अरे 6 रियल खाइदिएछ म चाहिँ मागरी 1.5 रियलको दुईटा म्यागी आउँछ भनेर दुईटा म्यागी लिन गएको 1.5 रियलको दुईटा भनेर लिएको यता लेसी 5 रियलमा पड्काइदियो साला धन्न 5 रियल भनी गोजा बोकेर आइरहेको रहेछ नत्र आज यतै झाडु पोछा लाउन बस्नु पर्थ्यो होला गाह्रो छ नरे पनि आँखाबाट आँसु झरिँदैन लास्ट स्क्याम हान्दियो नि यार 1 रियल 75 हालाला भने 1 रुपैयाँ 50 पैसा भने 75 पैसा भनेर लिएको म्यागी 5 रियल परो यहाँ डुङ बजिरहेछ किन मैले 5 रियल खर्च गरेँ भनेर म आज 5 रुपैयाँमा लुटिए 2 रियलको भनेर लिएको सामानमा मलाई गाह्रो छ सौदीमा लुटियो 5 रियलमा 5 रियल मालुम कम फुलुस निबाली मालुम खम्सा रियल 40 रियल मुदिरा वेलकम भाइ दुईटा च्याउचाउ किनेको 100 कति पर्यो 800 ग्राम 39 रियल कति हो सिम रेस्पेक्ट मुदिरा 5 पंचे 25 3 पंचे 15 شوف كويس دي انا شوف كان فيه दुईटा चाउचाउ 155 रुपैयाँ पर्यो म त खतम भयो दुईटा चाउचाउ 155 म खाँदैन आजबाट चाउचाउ गर्नु म खाँदैन म आजबाट चाउचाउ यदि महँगो चाउचाउ गरे खान्छ 155 मा म पिट्टे आज कसम बिल्ला रजा यानी पंदा स्त्री मा फिर रजा बोल रहा है हबीबी कम टू सऊदी अरेबिया वल्ला आना खोप ज्यादा याद है तुमको हामी चाहिँ शपिङ गरेर चेप लाएर आइयो अब मुदिरला लखट्ने बारी आहा आला हबीबी गुड नाइट सी यू टुमरो बाई 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 मुदिरलाई बाई बाई भनेर हामी चाहिँ रुमतिर लागियो म एक्लै साथी त गयो अर्को मार्केटमा म चाहिँ त्यसको सामान उठाइदिन्छु यतिका सामान छ यतिका सामान लिएर माथि माथि पुऱ्याउँछु गाइस अहिले चाहिँ सामान लिएर म रुममा आइसकेँ होइन सामान चाहिँ यतिका छ यो सामान मैले 70 रुपैयाँको पेप्सी 70 रुपैयाँको पेप्सीको लागि मैले यो पुरै सामान उठाएर माथि आएँ पावर गाइस यो पेप्सी 70 रुपैयाँको हुन चाहिँ यहाँको 2 रियलको हैन तर यो चाहिँ नेपाली 70 रुपैयाँ 35 को हिसाबले हैन 70 रुपैयाँ 70 रुपैयाँको पेप्सी पिएर अनि यो सामान बोकेर अब मैले तलदेखि लिफ्टमा ल्याउने चाहिँ अब लिफ्टमा लिए पनि मेहनत लाग्यो नि त हैन उठाउने झन्डै लिफ्टले चापेन अहिले चाहिँ साउन्ड राम्रो आइरा होला हैन किनकि मैले माइक लगाइसके आज भिडियो बनाउने सोच भएको भए म माइक बोकेर जान्थे माइक लिएर गएन अब चाहिँ अन्डा उबाल्नु पर्यो लाइट नै लाइट जलेछ तर अँधेरो रुम देखिरहेछ लाइट जल्दा पनि किनभने बाहिर भएर होला अन्डा उबाल्नु पर्यो आफू चाहिँ अन्डा उबालेर यतालाई अन्डा उबालेर दुईटा म्यागी खाएर सुत्नुपर्छ आज खाना बनाउन सकिँदैन गाईजहरू यस्तै सुतिरहेछ तपाईँ देख्न सक्नुहुन्छ हाम्रो रुम 2 2 4 2 6 8 8 9 जना बस्छौँ हामी रुममा एक दुसरेको बिस्तारामा पाली पालो सुत्ने गाइज यस्तै छ जिन्दगी हाम्रो चाहिँ
परदेशमा सुँगुर थुपारे जस्तो थुपारे आयो। यो चाहिँ मैले किनेको मेरो अन्डा, मेरो भन्दा नि कुखुराको अन्डा मैले किने हैन। म चाहिँ डेली 2टा खान्छु, आज चाहिँ 4वटा अन्डा खानुपर्छ किनकि आज मैले खाना बनाउँदैन, त्यसकारण मैले चाहिँ 4वटा अन्डा खानुपर्छ। कलाएर यो हाम्रो किचन, बाफरे नदेखाम भयो, शरमै लाग्दो छ। कसले साफ गरिस् त? अहिले साफ गरे एकजनाले, अर्को आएर गन्दा गराइदिन्छ। कति साफ गर्नु थाकेर, त्यही भएर हामी चाहिँ गर्दैन, हामी त यस्तै छोडिदिनु। मेरो यो चाहिँ मैले किनेर ल्याएको अन्डा चाहिँ 2टा क्यारेट हो, महिनाको 2टा क्यारेट खान्छु। एमा चाहिँ अब 2टा बच्यो, महिना पनि भइयो नि त यहाँको। आज 29 तारिक, अब फेरि लिनुपर्छ। नुन हाल्यो भने चाहिँ अन्डामा उबाल्ने बेलामा हैन, नुन हाल्यो भने चाहिँ फुट्दैन भन्छन्, तर फुट्न चाहिँ फुट्छ होला। मैले उबाल्दै गरेको चाहिँ फुटिरहेको छैन, चाहिँ हेर्नुपर्छ। सो यस्तै छ हाम्रो चाहिँ परदेशी जीवन हैन। 15-16 घण्टा ड्युटी गर्यो, आयो, 7-8 घण्टा सुत्न टाइम मिल्छ। सुत्ने भने नाउनी त्यसैमा, खाना बनाउने त्यसैमा, कपडा धुने त्यसैमा हैन, सुत्ने पनि त्यसैमा। 4 घण्टा 5 घण्टा हामी चाहिँ फिक्स सुत्छौँ, बाँकीको 1-2 घण्टा यताउता। अहिले चाहिँ अब घरतिर फोन गरौँ भने पनि रातिको यहाँको 1-1:30 बजिरहेछ, यति बेला नेपालमा 2-3 बजिरह होला। को उठ्या होला र 2-3-4 बजे होला ज्यादा से ज्यादा हैन, को उठ्छ र यति बेला हैन। त्यसकारण घरतिर फोन गर्ने टन्टा पनि छैन, मजाले आउने हो, खाना बनाउने हो, खाने हो, नहाउने हो, कपडा धुने हो, अनि सुत्ने हो। त्यहाँभन्दा अरू केही छैन गाइस काम। आज धेरै दिनपछि गाडीमा बसेर रिँगाइरहेछ। सो तपाईहरु मेरो भिडियो हेर्नुहुन्छ है, शेयर पनि गर्नुहोस् न, यसो हल्का फुल्का माया देखाउनुहोस् कि, थोरै माया, थोरै सानो के भन्छ होला, सानो मुटु तपाईहरुको लागि। म चाहिँ माइक यता लगाइरहेको छु, यो माइकबाट साउन्ड चाहिँ धासु जान्छ क्या, धासु। मलाई चाहिँ भिडियोहरु बनाउन मन लाग्छ हैन, तर एडिटिङ गर्दा लास्टै झ्याउ टाइम मात्र वेस्ट हुन्छ, 2 घण्टा 3 घण्टा लाग्छ, अनि सुत्नलाई टाइम मिल्दैन। त्यसकारण म चाहिँ भिडियोहरु खासै बनाइरा हुँदैन, बनाउन रहर छ, युट्युबै बन्न मन छ हैन, तर बन्न मन भएर के गर्नु, टाइम मिल्दैन। नेपालमा बसेर भिडियो बनाम भने पैसाले पुग्दैन हैन, यस्तै छ जिन्दगी। भिडियो बनाउँछु भन्दा 3 देखि 4 वर्ष खतम हुन लागिसक्यो। सौदीमा आएर पनि 2 वर्ष भेन लाग्यो, अब 3 महिनापछि 2 वर्ष पुग्छ। साह्रै गाह्रो छ। भिडियो मैले सौदी आएदेखि 5 देखि 6वटा बनाएँ होला 2 वर्षमा। यस्तो हालतले के युट्युब गर्नु सक्दैन। यस्तै रहेछ है जिन्दगानी। सो फाइनली गाइज, अब चाहिँ भिडियोलाई यहीँनिर इन्ड गरौँ, किनकि खाना बनाउनु पर्यो, नुहाउनु पर्यो हैन, सुत्नु पर्यो, टाइम छैन। त्यसैले यो भिडियोलाई यहीँनिर समाप्त गरौँ। थ्याङ्क यू फर वाचिङ। मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, युट्युबदेखि हेर्नु भएको छ भने। यदि फेसबुकदेखि हेर्नु भएको छ भने फलो गरेर लाइक शेयर पनि गरिदिनु होला हैन। यस्तै इन्ट्रेस्टिङ भिडियोहरु हजुरहरुको लागि ल्याइरहनेछु। भलै सालमा एउटा भिडियो किन नआओस्, माया गरिदिनु होला हैन। सोचिरहेछु नेपाल आएर चाहिँ पुरै नेपाल घुमम यस्तै भिडियो बनाएर। यदि सोचे जस्तो भयो भने, भएन भने पहिले किन निकाल्नु हैन, यिनी कुराहरु भएन भने भएन। नेक्स्ट टाइम दुबई हुन्छ या कुवेतको प्लान बनाइरहेको छु, हेरौँ के भन्छ जिन्दगानीले। तो भेट्दै गरौँला नेक्स्ट भिडियोमा। बाई बाई गाइज, जय नेपाल, सी यू सुन। छिटो भन्दा छिटो भेटौँला।